सूर्यकुण्ड हाइड्रो पावर लिमिटेडको आइपिओको रिजल्ट कहिले आउँदैछ त्यसको मिति फिक्स भइसकेको छ। सो यो भिडियोमा चाहिँ कति यसको रिजल्ट आउँदैछ र यो आइपिओ पर्ने सम्भावना कतिको रहेको छ त त्यो सबै कुराहरूको बारेमा तपाईहरुलाई यो भिडियोमा जानकारी दिनेछु। अब सुरुमा यो आइपिओ कतिजनाले भरेको थियो र कतिजनालाई पर्छ त अब त्यो हेर्नेछौँ। यस सूर्यकुण्ड हाइड्रो पावर लिमिटेडको आइपिओमा टोटल 25,53,871 जनाले आवेदन दिएको थियो भने यो आइपिओ चाहिँ सबैलाई ददस्किताले बाँडफाँड गर्दाखेरि 57,243 जनालाई मात्र यो आइपिओ चाहिँ पर्नेछ र त्यसपछि बाँकी रहेको 24,96,628 जनाको हात भने खाली हुनेछ। सो त्यसैले यो आइपिओ पर्ने सम्भावना चाहिँ धेरै नै कम रहेको छ र तपाईहरुलाई आइपिओ परोस् भन्ने चाहनुहुन्छ भने चाहिँ कमेन्टतिर ओम लेख्दै गर्नुहोला। र अब यो आइपिओ को बाँडफाँड हुने मिति यानि कि रिजल्ट आउने मिति भनेको फागुनको 5 गते हो र 5 गते बाँडफाँड गरिनेछ र बाँडफाँड गरेको केही बेरमा रिजल्ट हेर्न मिलिहाल्नेछ र कति बजे बाँडफाँड हुनेछ त्यसको चाहिँ अपडेटहरु आइसकेको छैन र यस्तै खाली आइपिओ सम्बन्धित शेयर मार्केट सम्बन्धित भिडियोहरु अपडेटहरु हेर्नको लागि चाहिँ हामीलाई फलो सब्स्क्राइब गरेर राख्नुहोला।